सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेको छु अनि म पनि एकदमै सन्चै छु। अनि आज मेरो जन्मदिन है, फाइनल्ली 1 वर्ष घटिहाल्यो फेरि। अनि अब आजैबाट एउटा नयाँ सुरुवात गर्नुपर्छ अनि भ्लग बनाउनुपर्छ भन्ने सोचले आजदेखि निरन्तर भ्लग आइरहनेछ। माया गरिदिनु होला, सबैले साथ सपोर्ट गरिदिनु होला होइन, त्यही हो। अनि अहिले बिहानको 6 बजेको छ यहाँ। अनि अब म यहाँदेखि रुम जान्छु, मेरो हिजो नाइट काम थियो। अनि अब म यस्तै रुम जान्छु, अब रुम गएर नुहाइ गरेर लुगा सुगा लाएर किताब बोकेर स्कुल जान्छु है त। अब रुम गइसकेको है, फाइनल्ली म रुम आइसकेँ। अब चाहिँ हामी फाइनल्ली साथीसँग भेटिहाल्यो। अब हामी स्कुल जाने हो। साथी मलाई बढी भने खै त थ्याङ्क यू। गिफ्ट के छ त अब? तिमी केही नदिने? ए यो खानु साथीलाई गिफ्ट दिन्छ मलाई थाहा गाह्रो छ, पसिना आउँछ, गर्मी छ। अनि कति लाग्छ कृषिमा त गएको भन्नु? पसिना आउँछ है। नेपाल भएको भए कस्तो बिदा बस्यो है। 5% यो महिना 5% हुन्छ। नेपाल भएको भए त एप्लिकेसन लेखेर हो कि फिर्को? आज मेन रिजन त के अरे, पेट दुख्यो अरे। कति मजा थियो है। क्या म अरू केही यहाँ चाहिँ सिट जानुपर्छ है। मेरो पर्स छ, छिटो आउनु। अनि के गर्छौ त अब? छिटो काट्नु नि त, टाइम छैन। त्यसकोमा आउने, त्यसकोमा आउने, छिटो आउनु त नि। कि पुखाउ गर, जति रुपियाँको काट्छौ काट, अनि पछि उता गरेर पैसा तिर्नु मलाई। साथी चाहिँ अब उखार्दैछ, टिकट काट्दैछ। अनि अब हामी चाहिँ यहाँ आयौँ, ठ्याक्कै ट्रेन आएछ। अनि एउटा हाम्रो दिपा साथी पनि आएको छ यहाँ। अनि दिपा साथी हाम्रो सधैँ पर्खिन्छ कि, सँगै जाने सँगै आउने साथी हो। अनि के भन्छ अरे, अब हामी दिपा साथी हेर्छन् एकछिनमा। कस्तो लाग्ने कि है, फर्स्ट टाइम मोबाइल चलाएर यस्तो गर्छ त। तर जापानमा त्यस्तो केही हुँदैन, त्यस्तो मतलब नि हुँदैन। अब हाम्रो साथीलाई भेट्छौँ। ओहा गोजाइमास। ओ गेन्की देश का? गेन्की देश हो वतासी म। नानी के हो? हाय किता नि? हाँ? ओ माय गॉड, आरिगातो। मलाई के छ त गिफ्ट? नानीका होसी देशका। पनि मागेपछि दिन्छ? तिमी लोभी छौ। 52 लास्ट लोभी के? लास्ट लोभी 52 अरे। मेरो सँगै 52 हुँदैन है, हेर्नेहरुहरू सबै भन्दिन्छ त। पाउँछ कि मेरो सँगै 52 छ कि फेरि हेर न कस्तो भनेको छ। तिमी लोभी है?
भाग्यो कि लोभी भनेर लोभी हो नि तिमी लास्ट लोभी अर्को बाहुन एकछिनमा आयौँ अब यहाँदेखि चाहिँ हाम्रो 15 मिनट जति हिँडेर गएको जानुपर्छ कति रे 20 मिनट हिँड्नुपर्छ अनि त्यसपछि हामी गएको पुग्छौँ हाम्रो दोस्तलाई चाहिँ साह्रै मिल्छ म आज तिमीलाई लग्छु दोस्त आऊ आऊ साथी आऊ साथी लाज मानेछ है साथी दौड दौड लुग्र साथी गएको बिदा बस्थ्यौँ साथी अब घाउ भयो साथीलाई अब यस्तै भयो जापानमा केही गर्नु सक्दैन हामीले अनि दिपा साथी के छ त हाम्रो खबर कस्तो राम्रो मान्ने छ तिमी मेकअप गर्यो मेकअप गरेर तिमी राम्रो भयो न त तिमी यस्तै राम्रो त थिएन हो कि के छ त अरू 15 मिनट अब हिँड्नुपर्छ हामी पसिना आउँछ गर्मी छ गाह्रो छ विद्यार्थीले गर्नु दिपा तिमी डिस्टर्ब गर्यो क्या मलाई हाम्रो दिपा साथी एकदम गुड साथी हो कि फेरि साथी के छ तिमीले भन्नुपर्ने तिमीलाई मनमा लागेको के बिहान बिहान 15 मिनट हिँडै साथी के छ ए भगवान् यत्रो गाह्रो छ यार पढ्नु चाहिँ जिम जानै पर्दैन यस्तो छ साथी कहाँ हो यस्तो दुःख छ पढ्न चिरेछु यस्तो छ हाम्रो गएकोमा अनि यो चिरेछु भएर हिँड्नुपर्छ यहाँ मेरो एउटा साथी छ मेरो भ्लगमा देखाउने यता म फाइनली हामी आइपुग्यौँ के रे के कति सानो त के केक सानो Happy birthday. थ्याङ्क यू सबैजनालाई भनिरहेको छु त कोही पैसा दियो भने म त मान्दिनँ कोही उधार मान्दिनँ म त हल्का एकदम गर्दै संस्कारी बाहुन भनेको यस्तो हो कि अनि म बाहुन नि त बाहुन चिनाइ जन्म परेन मैले ल्याउटीका लागि भयो कि तिमी जन्मदिनको धेरै धेरै शुभकामना पैसा दियो भने म सफल हुनु एक भाग्यवान हुनु शिशुको एन टु पास तिम्रो भलाइ राम्रो चलोस् युट्युब च्यानल राम्रो खसेको अलि झ्याउ हुन्छ नातिलाई बन्द छ इनको निकाल भिडियो हाल्ने सुगरलाई थ्याङ्क यू भाइले मैले बस एकसँग जाउँ न हेलो गाइज आजको दिन रमाइलै भयो अहिले म गएको सकेर साथीहरूसँग बसेर नास्ता खाएर साथीले केक लिएको रहेछ मलाई थाहा थिएन अनि होटलमा गएपछि पछि चाहिँ केक लिएर आयो साथीहरू यो रमाइलै भयो खाजा खाइयो अहिले म स्टेसनबाट हिँड्दै जाँदैछु रुममा अब बिहान गएको जाँदा नि 10-15 मिनट हिँड्नुपर्छ रुमदेखि स्टेसन अनि स्टेसनबाट गएको नेरको स्टेसन अनि त्यो स्टेसनबाट पनि 15 मिनट लाग्छ गएको जान मैले तल बिहान भिडियोमा देखाएँ लास्ट गएको छ यो गर्मीमा अनि अत्था गर्मी छ अहिले जापानमा अत्था लास्टै कि अति नै गर्मी छ कि सहनै नसक्ने कि हावा चल्यो नि यस्तो तातो भाव चल्छ है लास्ट गर्मी छ लास्ट अब
आजको दिन रमाइलो भयो, क्लासमा पनि रमाइलो भयो। अनि अब टक्कहरू घुम्न जान्छु, रुम गएर फ्रेस भएर सुत्छु। अब हामी फेरि अर्को भिडियो भेट्नेछौँ। सबैजनाले माया गरिदिनु होला, मन परेमा लाइक सेयर सब्सक्राइब र कमेन्ट गरिदिनु होला है। बाई बाई गाइज।